हामीले नेपाली पोलिटिक्सको बारेमा कुरा गर्दा हाम्रो टपिक हुन्छ कसले कति भ्रष्टाचार गरेको छ, कसले कति पैसा लुकाएको छ, कसले कति मान्छे मारेको छ, कसले कति भोगटेर झिङ्गा खाएको छ। तर जब मैले हाम्रो हर्क साम्पाङ दाईको यो फोटो हेरेँ नि, मेरो नेपाली पोलिटिसियन्सहरूलाई हेर्ने नजरिया नै चेन्ज भयो क्या। हर्क दाई महाकसम यस्तो ह्यान्सी यार, यो कोरियन बिटिएसहरू, यो जिमिन जङकुक जवान हर्के दाईको अगाडिनहरू केही पनि होइन क्या। हेर त, मान्छेलाई देशको चिन्ता भएपछि यस्तो ह्यान्डसम मान्छे नि यस्तो हुँदो रहेछ क्या। र यो फोटो देखेर मेरो दिमागमा एउटा प्रश्न आयो क्या, नेपालमा सबभन्दा ह्यान्सी पोलिटिसियन को हो त? आज सँगै मिलेर पत्ता लगाउँ है त। सुरु गरौँ हाम्रो करेन्ट प्राइम मिनिस्टर बालेनबाट। अब बालेन दाईको सुन्दरताको बयान गर्नुपर्छ जस्तो लाग्दैन मलाई। बालेन दाई प्राइम मिनिस्टर भएदेखि संसारभरि न्युज फैलेको थियो कि ह्यान्डसम ऱ्यापर टर्न्ड प्राइम मिनिस्टर भनेर। बालेन दाई मान्छे त हिरै हो, मलाई जस्ट एउटा कुरा मात्रै हेर्नु मन छ, लिल ग्रिजलको बाउले बालेनसँग फोटो खिचेको हो, किनकि 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। अब कुरा गरौँ पुष्प कमल दाहाल एकेए प्रचण्ड एकेए ओसामा बिन लादेन। हेर सोल्टीहरू, केटा मान्छे भनेको कि त रहर लाग्दो हुनुपर्छ कि त डर लाग्दो हुनुपर्छ। र मलाई नेपालमा सबभन्दा बढी डर लाग्ने भनेको प्रचण्डलाई देखेर हो कि यो जस्तो मास्टर माइन्ड नेपालमा कोही पनि छैन। केपी ओलीहरू पनि केही होइन कि प्रचण्डको अगाडि। गड लेभल छेपारो अनि गड लेभल पोलिटिसियन, तर हि इज नट अ ड्याडी है। मान्छे एट्र्याक्टिभ चाहिँ छैन, अलि फोरी देखिन्छ यार। नेपालमा एआईको सबभन्दा बढी फाइदा उठाएको मान्छे भनेको शेरबहादुर देउबा हो यार, कसम यार। एआईले शेरबहादुर देउबाजीको करियर बचाइरहेको छ क्या। जवानीमा मान्छे त हिरै हो, तर कोही हुन्छ नि जति बुढो हुँदै गयो त्यति राम्रो देखिन्छ, एज लाइक वाइन भन्छ नि। शेरे त्यसको अपोजिट हो क्या। शेरे जति बुढो हुँदै गयो त्यति घिनलाग्दो देखिँदै गएको छ। सरी शेरे अङ्कल, आज हामी लुक्सको कुरा गर्दैछौँ, त्यसैले माइन्ड नगर्नु होला। पैसा लुकाउने कम्पिटिसनमा चाहिँ स्योर हजुरले नै जित्नुहुन्छ। अब कुरा गरौँ लास्ट बट नट द लिस्ट, हाम्रो केपी ओलीज्यूको। केपी ओलीज्यू मान्छे हत्रै हो। केपी ओलीको तिमीले जति पुरानो इन्टरभ्यू हेर्दै जान्छौ नि, मान्छे त्यति ह्यान्सी झन् ह्यान्सी हुँदै जान्छ क्या। अब यही इन्टरभ्यू हेर न, थोमस सेल्बी केपी ओलीको झाँट हो क्या। को थोमस सेल्बी? केपी ओली इज भेरी स्याड। स्वाग हेर न यहाँ, केपी बा आई लभ यु त्यसै भन्दैन नि झोलीहरूले। र यो जल लाइनमा कसम प्रचण्डले 17,000 नेपाली मार्दा आधा मान्छे त केपी ओलीको जल लाइनले काट्यो होला यार। केपी बा भनेको ड्याडी, केपी ओली इज अ ड्याडी। त्यसै हाम्रो ब्याडी देवी भण्डारी पट्टिनु भएको होइन नि यार। द विनर इज केपी ओली। थ्याङ्क यू फर वाचिङ साथीहरू। सब्सक्राइब चाहिँ गरिदेऊ है, 50 सब्सक्राइबर पुगाइदेऊ न यार प्लिज यार है। यस्तै भिडियोले आउँदै गर्छ। बाई बाई।